हेलो नमस्ते अनि स्वागत छ यो रमाइलो यात्रामा। र आज हामी फेरि अर्को रमाइलो यात्रा गर्नेछौँ। आज एकदमै रमाइलो हुनेछ। विशेष गरेर म अहिले छु भैरवाको जुन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भर्खरै ओर्लिएर म अब लाग्दैछु यो बुद्ध चोक हुँदै भैरवा नाका हुँदै भैरवाको बुद्ध चोक हुँदै म अब लाग्नेछु बुटोलतिर। र आज हामी सँगै यात्रा गर्नेछौँ बुटोलसम्म। बाटो यस्तो राम्रो बनेको छ र जुन बाटोमा हामी रमाइला दृश्यहरू हेर्दै हेर्दै अगाडि बढ्नेछौँ, जहाँनिर विशेष गरेर भारतीय पर्यटकहरू आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्नुहुन्छ नि जति बेला, त्यसपछि यहाँको विकास, यहाँको सरसफाइ अनि यहाँको दायाँ बायाँ सबै हेरेर अनि त्यसपछि अगाडिदेखि रमाइलो यो जुन बुटवल पहाडहरू देखिन्छ नि, त्यो देखिसकेपछि भारतीय पर्यटकहरूको यस्तो खुसी हुन्छ कि उहाँले, किनभने तपाईँहरूले देखिराख्नु भएको छ, उहाँहरूको भिडियोहरू पनि देखिराख्नु भएको छ है। अनि आज हामी पनि त्यही कुराकानी गर्नेछौँ। जसरी म सानैमा हुँदाखेरि बुटोलमा पढेको होइन, अनि लुम्बिनीतिर आउँदै गर्दाखेरि त्यो माइक्रो यस्तो रोकी 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 आउनुपर्ने जुन यात्रा थियो, आज हामीले जम्मा यो अराउन्ड तपाईँको 25 मिनटमा यात्रा अँगाल्नेछौँ, ताकि हामी करिब पौने घन्टा भनौँ न 2 घन्टा, साढे 1 घन्टा हुन्थ्यो होइन। र आज यो देखिराख्नु भएको छ, यो अगाडिको यो होटल बनिराखेको छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेपछि, र लुम्बिनीको पर्यटकीय क्षेत्रको टार्गेटलाई गरेर ठुला ठुला होटलहरू निर्माण भइराखेका छन्। र यो हामी यसो कुराकानी गर्दै गर्दा आइपुगेका छौँ यो बेलैहा नाकातर्फ जाने जुन नेपाल र भारतको सीमा नाका छ, जसलाई सुनौली नाका पनि भनिन्छ। जानेर पुग्नका लागि करिब यहाँदेखि जम्मा 4 किलोमिटर, 4.5 किलोमिटर छ। र अब हामी छौँ यो लुम्बिनी गेटमा। यो लुम्बिनी गेटबाट जताबाट म आइराखेको छु त्यहीतर्फ गइयो भने हामी लुम्बिनी जान्छौँ, भगवान् गौतम बुद्धको जन्मस्थल, जो विश्व सम्पदा सूचीमा पनि रहेको मायादेवी मन्दिर लगायतका त्यो परिसरमा जान्छौँ, जहाँनिर विश्वभरका पर्यटकहरू त्यहाँ आउने गर्छन्। विशेष गरेर बौद्ध धर्मावलम्बीहरूका लागि त यो एकदमै तीर्थस्थल नै रह्यो। र यो कुराकानी गर्दै गर्दा यो हो बुद्ध चोक, र बुद्ध चोकबाट हामी दायाँ लाग्यौँ भने बेलैया नाका जान्छौँ, अनि त्यसपछि म अब बायाँतर्फ लाग्दैछु, जहाँनिरबाट म बुटवलतर्फ लाग्दैछु है त। यो बुटवल तपाईँले यो बोर्डमा देख्न सक्नुहुन्छ। बुटवल यहाँबाट जम्मा 20 किलोमिटर अगाडि रहेको छ भने पोखरा यहाँबाट नेपालकै पर्यटकीय नगरी पोखरा केन्द्रको रूपमा रहेको पोखरा 177 किलोमिटर अगाडि मात्र पुग्नुभयो भने तपाईँ पोखरा पुग्न सक्नुहुन्छ भने यही बाटो अब काठमाडौँ जानुभयो भने 273 किलोमिटर रहेको छ भने तपाईँ यसको पछाडि जानुभयो भने जम्मा 4 किलोमिटरमा नै तपाईँ करिब 4-5 किलोमिटर, 5 किलोमिटर पनि पर्दैन, त्यहाँनिर बेलैया नाका सुनौली बोर्डरमा पुग्नुहुन्छ है त। र अगाडि बढौँ। यस्तो रमाइलो छ, बाहिर अलिकति पानी परिराखेको छ होइन, भर्खर पानी परेर अलिअलि बसेको छ, झिमझिम झिमझिम पानी परेको छ, रमाइलो छ मौसम। अनि तर यो मैले अहिले यात्रा गर्दै गर्दाखेरि यो चैत्रको महिना हो, यहाँनिर पानी नपरेको लास्टै गर्मी चाहिँ हुन्थ्यो होइन। तर आज सुन्दर यो भनौँ न बाटोमा फुलेका फुलहरू, यो रङ रोगन होइन, अनि जेब्रा क्रसिङ अनि लाइटिङहरू देख्न सक्नुहुन्छ। रातिमा झन् यस्तो झिलिमिली हुन्छ, विदेशतिरको यात्रा गरे जस्तो लाग्छ भने एकदमै सुन्दर टाइपको घरहरू छन् अगाडि पछाडि, अनि सबै बाटोहरूमा यो रुखहरू रोपिराखेको छ। रुखहरू बढ्ने क्रममा छ, ठुलो भइसकेको छैन, यद्यपि ठिक्कको कस्तो राम्रो छ। हामी यो पहाडको फेदीतर्फ जाँदैछौँ, जहाँनिर तिनाउ नदी उताबाट पाल्पातिरबाट बगेर हामीतिर आइराखेको छ। त्यही नदीको मुहानतर्फ गइराखेका छौँ, अनि त्यो भनौँ न यो हिमालको काखतर्फ गइराखेको। विशेष गरेर नेपाल र यो इन्डिया बिचको कुरा गर्ने हो भने त अब भर्खर हामी भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट प्रवेश गर्दै गर्दाखेरि एकदमै बुद्ध भगवान् गौतम बुद्धको जन्मस्थल, त्यस्तै गरी विभिन्न हिन्दू धर्मावलम्बीहरू, त्यस्तै गरी मुस्लिम धर्मावलम्बीहरू लगायतका सबै धर्म संस्कार संस्कृतिसँग नेपाल र बिचको छ। हामी छौँ, मलाई हाम्रो सरले लैराख्नु भएको छ, यति बेला हामी कुराकानी गर्दैछौँ अहिले यो बाटोको बारेमा है त सरसँग। अनि अहिले केही भएन भन्नेहरूका लागि पनि यो ठाउँ भनौँ न यहाँनिर बाटो चाहिँ निर्माण भइराखेको छ भन्ने हामीलाई लागेको छ, किनभने मैले आफैले पनि
अगाडिको यात्रा तपाईँले देख्दै गर्दाखेरि हामी धेरै एकदमै समय लाग्ने गर्थ्यो। करिब 45 मिनेट, साढे 1 घन्टा, 2 घन्टासम्म पनि लाग्ने गर्थ्यो भने अहिले हामी करिब 20 मिनेटमा यो भिडियो जहाँनिरबाट रेकर्ड गरेको छु, थालेको छु अनि त्यसपछि हामी सरासर कहीँ पनि नभुलिकन गएका छौँ। त्यसपछि कति मिनेट लाग्छ तपाईँले थाहा पाइहाल्नुहुन्छ होइन। देख्न सक्नुहुन्छ यस्तो राम्रो दृश्य छ है, सरर र बाटोहरू छ अनि सबैतिर आफ्नो यो 4 लेनको बाटो होइन, अझै धेरै हो क्या हो, 1 2 3 4 5 6 7 8 छ क्या हो। अनि जस यतापट्टि यो घरहरू प्रायः जसो यो अहिले माथिपट्टि यो ट्रस्टहरू लगाएको छ नि। अनि हाम्रो यहाँको सरसँग फेरि हामी कुराकानी गर्दैछौँ। उहाँसँग पनि म लुम्बिनीदेखि नै आइराखेको छु, हाम्रो पनि यो पहिलो भेट हो। अनि उहाँ सरले पनि आफ्नो आफ्नो धारणा देखाउनु भएको छ। अनि यो बाटो बन्न चाहिँ धेरै नै समय लाग्यो भनेर भनिराख्नु भएको छ उहाँले। तर बाटो बनेपछि चाहिँ राम्रो भयो, तर बन्नको लागि चाहिँ धेरै समय लागेको कुरा उहाँकोले धारणा व्यक्त गर्दै गर्दाखेरि हामी अगाडि बढिराखेका छौँ। हेर्नु त घरहरू कस्तो राम्रो छ, रुखहरू कस्तो राम्रो छ। अनि अहिले यो माथि चाहिँ अलिकति बादल लागेको छ, उता सिधा पहाडहरू देखिराखेको छ। जब इन्डियाबाट आइन्छ नि, म पनि दिल्लीतिरबाट आउँदै गर्दाखेरि पहिले होइन, अनि दिल्लीतिर केही समय बसेर फेरि फर्केर नेपाल फर्किँदै गर्दा एक त्यो सीमा प्रवेश गरेपछि आफ्नो देश आइसकेपछिको त्यो अर्कै खालको हुँदो रहेछ। अनि त्यो दृश्यहरूकै अब धेरै समयपछि मात्र त्यो पहाड देख्न पाउँदा त आमामा कस्तो खुसी हुन्छ कि। त्यही खुसी फेरि हामी यहाँ बसेको मान्छेहरू जब हिमालमा जान्छौँ नि, अनि हिमाललाई नजिकबाट निहाल्छौँ, त्यति बेला त्यस्तो लाग्छ है। यो अनुभूति भन्ने कुरो त आफैले देखेर, तर तपाईँले पनि देख्न सक्नुहुन्छ त्यो अलिअलि धुमिल देखिएको यो पहाडतिर। अनि त्यसपछि यस्तो गजबको बाटो निर्माण भइराखेको छ। हामीले अलिकति भाष्य पनि के पनि सिर्जना गऱ्यौँ भने हो, यो निर्माणको चरणमा धेरै भ्रष्टाचार भएका छन्, धेरै ढिलासुस्ती भएका छन्, धेरै लापरवाही भएका छन्। निर्माण नहुने क्रममा जनताले साँच्चीकै दुःख पाएकै हो होइन। त्यसमा हामीले त्यसलाई चाहिँ त्यो भन्नै पर्छ। तर जब यो निर्माण भइसकेका छ, भइसकेको कामलाई पनि के पनि भएन, विकासै भएन भन्ने कुराको भाष्य चाहिँ निर्माण गरिनु हुँदैन। यो अहिले हेर्नु न, हामी यसरी सरर यो ठाउँमा यात्रा गर्दै गर्दाखेरिको जुन सहजता, सुगमता प्रदान गरेको छ यो विकासको, बाहिरको पर्यटकहरूका लागि पनि यहाँ आउँदै गर्दा ओहो नेपाल गरिब गरिब भन्छ, कहाँको गरिब, यस्तो बनिसकेको छ भन्ने हुन्छ त। यति मात्रै चाहिँ होइन है, फेरि यति बन्यो भन्दैमा किन भन्ने पनि लाग्ला। अब देश विदेश तपाईँहरू घुमिराख्नु भएको मान्छेहरूका लागि त यो त केही पनि होइन होइन। तर नेपालको कन्टेक्स्टमा हेर्ने हो भने जति भएको छ यो एकदमै भइराखेको छ, हुँदैछ, हुने क्रममा छ धेरै। अब जस्तो बुटोलदेखि यता पश्चिमतिरको पनि बाटो एकदमै तीव्र गतिमा विस्तारको क्रममा रहेको छ होइन। यता काठमाडौँतर्फको पनि त्यो ढिलाइ भएकै नै हो, यो नारायणगढ बुटोल सडक खण्डको कामको ढिलाइ। तर त्यतातिर पनि धेरै बाटो बनिराखेको छ होइन। पोखरा मुगलिन सडक खण्डको बाटो हेर्नुहोस् कस्तो राम्रो बनेको छ होइन। जोस् काम त भएका छन् नि त, नभएका होइनन्। हामी आफैले यात्रा गर्दै गर्दाखेरि कस्तो शास्ति भोगेर कति जाममा परेर जानुपर्ने हुन्थ्यो, तर अहिले त्यसरी यात्राहरू भइराखेको छ। र यो कुराकानी गर्दै 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 गर्दाखेरि हामी अगाडि आइसकेका छौँ। यो सुन्दर बस्ती सायद यो तिलोत्तमा नगरपालिका तर्फ हामी प्रवेश गरिसकेको हुनुपर्छ। तर यहाँनिर आउँदै गर्दाखेरिको यो हेर्नु न, घरको संरचना अनि यो रुखहरू अनि बाटोको निर्माण गर्दै गर्दा साँच्चीकै राम्रो छ कि। अनि यो फेरि नगरपालिका फेरि यतातिर फेरि कस्तो पनि भने यो नेपालकै एउटा उत्कृष्ट भनौँ न सरसफाइ व्यवस्थित यो नगरपालिकाहरू मध्ये पनि पर्छ यिनीहरू, किनभने यहाँनिरको सरसफाइमा एकदमै ध्यान दिएको छ। त्यो चाहिँ स्थानीय नगरपालिकाहरूले पनि त्यो कुरा हो र मलाई उहाँले पनि जानकारी दिइराख्नु भएको छ। यहाँनिर यो फोहोरहरू फाल्ने होइन, अनि त्यसपछि फोहोरहरूलाई बाहिर नफाल्ने यो खालको त्यसको लागि चाहिँ एउटा जनस्तरबाट नै एउटा जनतामै जुन जागृत भएर जनताले नै सचेत भयो भने चाहिँ धेरै कुरा गर्न सकिन्छ त्यो स्थानीय तहबाटै भनेर उहाँले पनि जानकारी दिइराख्नु भएको छ मलाई। म उहाँसँग कुराकानी गरिराखेको छु। मैले तपाईँलाई यो अनि उहाँकै बोलीकै राख्नु पर्थ्यो नि भनेर भन्नुभयो होला, त्यहाँ म अलिकति त्यो साउन्डमा मेरो अलिकति समस्या आएको हुनाले मैले तपाईँलाई यो रेकर्डेड
गरेको छु। तर हामी एकदमै कुराकानी गर्दै अगाडि बढ्दै गर्दाखेरि यो फुलहरू देख्न सक्नुहुन्छ। गजबको फुलहरू पनि छन् दायाँ बायाँ। अनि त्यसपछि बाटो एकनासले हाम्रो यात्रा तीव्र पनि होइन, सरर आफ्नो स्मुथली गइराखेको अवस्था छ। र यो यात्रा अँगाल्दै गर्दाखेरि मलाई पुरानो दिनहरू याद आयो। जति बेला म बुटवलमै कलेज पढेँ, +2 ब्याचलरमा त्यहाँ पढ्दै गर्दाखेरि हामी बेला बेलामा भनौँ न सुनौली नाकातर्फ, लुम्बिनीतर्फ, भैरवातर्फ जाने कामहरू पढ्दै गर्दाखेरि को यात्रा माइक्रोमा, मोटरसाइकलमा होस् या त साइकलमै पनि हामी यात्रा गर्थ्यौँ। अझै यो भित्रको बाटो हाम्रो यो पारिपट्टि मोतीपुरको बाटो जाँदै गर्दा त कस्तो धुलै धुलो हुन्थ्यो। अहिले यस्तो यात्रा अँगाल्दै गर्दाखेरि केही समयको बावजुद होइन, एउटा हुन्छ नि त कहिलेकाहीँ मान्छेहरूले केही परिवर्तनै भएन, केही पनि भएन भन्ने खालको जुन एउटा ऊ छ, सोच छ। जसरी अहिले पछिल्लो समयमा यो जेनजी आन्दोलन पश्चात अनि त्यसपछि यो सामाजिक सञ्जालहरूमा एकदमै पुराना कुराहरूलाई एकदमै नकारात्मक रूपमै लिने, उनीहरूले केही नै गरेनन् भन्ने खालको गर्ने र अब नयाँ नै हुनुपर्छ, पुरै चेन्ज हुनुपर्छ भन्ने खालको परिवर्तन आउनुपर्छ नै, त्यो हो नै होइन, त्यसमा कुनै पनि दुविधा छैन। चेन्ज आउनै पर्छ र पुरानो सोचलाई अलिकति भत्काउनै पर्छ। तर त्यो भन्दै गर्दाखेरि पुरानो आधारै नरहने गरी, पुरानो संरचनै नरहने गरी चाहिँ त्यो भुइँ नै नरहिकन टेक्न खोजे जस्तो गरेर चाहिँ त्यस्तो पनि गर्नुहुन्न। किनभने हामीले अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा देखिराखेका छौँ नि, केही कुराहरूलाई जस्तो अहिलेको परिवर्तन नयाँ खालको एउटा आयो, राजनीतिक परिवर्तन पनि यो जेनजी आन्दोलनपछि भयो। यो त एकदमै सकारात्मक बाटो हो होइन, एकदमै राम्रो। तर जस्तो एउटा छोराछोरीहरू जति नै ठुला भए पनि, जति नै जान्ने भए पनि, यदि उहाँहरूले त्यो जान्ने बनाउँदै गर्दाखेरिका अभिभावकहरूलाई, बाबुआमाहरूलाई हुर्काएका पालेका होइन, बाबुआमालाई नै त्यो एकदमै डिसरेस्पेक्ट गर्ने खालको त्यो खालको त्यस्तो चाहिँ सोच चाहिँ त्यति साह्रो ढङ्गबाट चाहिँ गर्नुहुन्न पनि मेरो व्यक्तिगत रूपमा साँच्चीकै मेरो त्यो अनुरोध हो। र हाम्रो सरसँग पनि हामी एकदमै रमाइला कुराकानी गरिराखेका छौँ यही विकासकै बारेमा, यही संरचनाकै बारेमा र हाम्रो देशको भएका विभिन्न एउटा जुन शैलीहरू छन्, सोचहरू छन्, त्यसका बारेमा पनि कुरा गरिराखेका छौँ। यो फ्लाइओभर यो चाहिँ जेब्रा क्रसिङ जस्तै यो ब्रिज हो होइन, जहाँनिर तपाईँहरू पैदल यात्रा गरेर अगाडि जान सक्नुहुन्छ। अगाडि जाँदै गर्दाखेरि यो मौसमले चाहिँ एकदमै गजबको साथ दिएको छ क्या हामीलाई आज। किनभने सरर होइन, बाटो पनि खुल्ला छ। अब हामी त काठमाडौँमा त्यो जाममा हिँडेको बानी लाएर पनि होला होइन, यस्तो राम्रो बाटो अनि घरहरू अनि रुखहरू बिरुवाहरू, अझै यो रुखहरू अझै बढ्दै गयो भने चाहिँ पछि एकदमै राम्रो हुन्छ। मैले यो यस्तै खालको दृश्यहरू जस्तो भारतको देहरादुन बजार पनि गजबको छ कि, जहाँनिर अङ्ग्रेजकै समयमा लगाइएका रुखहरू, ठुल्ठुला रुखहरू छन् बाटोको आसपासमा। त्यहाँनिर त्यो ग्रिनरी चाहिँ एकदमै राम्रो। यो पनि पछि हुन्छ किनभने यो अहिले भर्खरै रुखहरू सानो अवस्थामा रहेको छ। यिनीहरू पनि पछि ठुलो भइसकेपछि चाहिँ गजबको देखिन्छ होइन। अनि यो फुलहरू फुलेको मौसम अनि साँच्चीकै भनौँ न यो नेपालभन्दा कहीँ कतै यात्रा गरे जस्तो, भनौँ न विदेशका एकदमै विकसित ठाउँहरूमा यात्रा गरे जस्तो अनुभूति हामीलाई मिलिराखेको छ। र यो विकासको क्रम देशव्यापी रूपमा, विशेष गरी बाटो विस्तारको कुरालाई गर्ने हो भने डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको समयलाई त्यसलाई चाहिँ स्मरण गर्नैपर्छ, उहाँलाई सम्मान गर्नैपर्छ। हो त्यति बेला उहाँले सुरुवात गर्नुभएको हो। विशेष गरेर यो जुन साँघुरा बाटोहरू थिए तिनीहरूलाई विस्तार गरिनुपर्छ भन्ने खालको जुन योजनाहरू अगाडि सारिसकेपछि, उहाँले थालनी गरिसकेपछि अहिले देशैभरिका विभिन्न सहरहरू, विभिन्न बाटोहरू, राजमार्गहरू त्यो विस्तारको क्रममा रहेको छ। भलै उहाँले सुरुवात मात्रै गर्नुभयो होला, तर त्यो सुरुवात गर्ने आँट, किनभने जुन ढङ्गले गरिएको छ त्यसलाई चाहिँ एउटा इतिहासमा उहाँलाई सम्मान गर्नै पर्ने हुन्छ। र त्यसपछि भने अन्य निकायहरूले, स्थानीय सरकार, स्थानीय प्रतिनिधिहरू र आफ्नै ढङ्गबाट अनि त्यसपछिका बनेका सरकारहरूले गरेको काम नै हो। हुन त यहाँनिर विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, अन्तर्राष्ट्रिय निकायहरूका पनि साथ सहयोगहरू अवश्य पनि छन् नै। त्यो बिना फेरि अलिकति नेपालमा अलिकति विदेशमा निर्भर हुनुपर्ने छ। यद्यपि एउटा विकासको नाममा, एउटा संरचना निर्माणको नाममा विदेशीमै पुरै निर्भर हुनुपर्छ भन्ने चाहिँ म मान्दिनँ। किनभने त्यो क्षणिक हुन्छ। कुनै पनि साथ सहयोगहरूमा
कहीँ न कहीँ केही स्वार्थहरू लुकेको पनि हुन्छ। त्यस्तो कुरामा पनि फेरि एकदमै सजग चाहिँ हुनैपर्छ नेपालीहरू। त्यसले गर्दाखेरि आफ्नो मौलिकतामा र आफ्नो सकेसम्म आफूले नै गर्न सक्ने कामहरू, आफूले नै गर्ने कामहरू गर्यो भने त्यसले आत्मनिर्भर बनाउँछ र कहीँ कसै प्रति झुक्नुपर्ने स्थिति पनि छैन। किनभने ल हामी अहिले यो बाटोमा सरर यात्रा गर्दै गर्दाखेरि हेर्नु न, घरहरू हेर्नु न, घरहरू हेर्नु न, दायाँ बायाँको घरहरू हेर्नुहोस् न। हामी एकैछिन यो ट्राफिक लाइटमा बसेका छौँ, धेरै छैन, करिब 1 मिनट होला बढीमा, होइन, देख्न सक्नुहुन्छ। अनि यो दायाँ बायाँको दृश्यहरू, बजारको दृश्यहरू हेर्दै गर्दाखेरि बडो व्यवस्थित भइसकेको छ है, विकसित भइसकेको छ है नेपाल पनि भन्ने लागेको छ। अनि अहिले हुन त यो जस्तो पहाडको स्थितिलाई हेर्ने हो भने फेरि पहाडका पनि धेरै गाउँ ठाउँहरूमा सबै ठाउँमा बाटोहरू पुगेको छ। मैले ठ्याक्कै हिजै मात्रै एउटा हेरेको थिएँ, स्याङ्जा जिल्लाको एउटा उदाहरण लिँदै गर्दाखेरि त्यहाँको हरेक वडाहरूमा पिच बाटो पुगिरहेको छ कि, होइन, गाउँहरूतिर पनि, होइन। तर त्यहाँनिर बस्तीहरू पनि भने एकदमै पातलिएको बसाइसराई यसरी। ल यो बुटवलमै हामीले यही हेर्दै गर्दाखेरि जसरी यो बुटवल पहिला घरहरू थिएन, खालीहरू थियो, अहिले पुरै सहर बनेको छ र बसाइसराई एकदमै तीव्र गतिमा भएको छ। र यहाँको खेतीयोग्य जमिनहरूमा सबै कङ्क्रिटको सहर बसेको छ। तर जुन खेतीयोग्य जमिनहरू पुरै प्लटिङ भएको छन्, त्यो हेर्दै आफैमा एउटा पनि हो। तर अलिकति व्यवस्थित गरेर बसाइलाई कहाँ गर्ने, खेती कहाँ गर्ने, होइन। अनि पहाडको गाउँठाउँहरूमा पनि अलिकति आधुनिक रूपमा खेती प्रणाली र त्यहाँको भू उपयोगिताहरू अझै पनि बढाउनु पर्ने आवश्यकता देखिन्छ। हेर्नु त पहाडै यस्तो राम्रो देखिन्छ। यो यहाँ सिधै पारी यो 2वटा केबल कारहरू पनि निर्माण भएका छन्, गोलपार्कदेखि अनि त्यसपछि अर्को फुलबारीभन्दा अलिक पारिपट्टिबाट माथि को जुन नुवाकोट डाँडा र यतापट्टिको के भन्छ यतापट्टिको डाँडालाई, त्यहाँनिर पनि राम्रो राम्रो संरचना। म यतापट्टिकोमा चाहिँ गएको छु, गोलपार्कबाट माथि भर्खरै सुरुवात भएको कामाख्या देवीको के मन्दिर रहेछ, त्यहाँ माथि चाहिँ पहिले मगर जातिहरूले पुजारी रहेको, पूजा गर्ने एउटा मन्दिर पनि रहेछ। अनि त्यो ठाउँलाई अहिले एकदमै विकसित गरिएको छ, आधुनिक रूपमा पर्यटकीय रूपमा विकसित गरिएको अवस्था रहेको छ। र त्यहाँनिरको यो केबल कार र यहाँका होटल रिसोर्टहरू पनि अधिकांश जस्तो भारतीय पर्यटकहरूले भरिने गर्दछन्। र अहिले बुटवलको कुराकानी गर्ने हो भने हायत रेजेन्सी होटल हायत समथिङ, त्यो चाहिँ 5 स्टारकै उमा छ। यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि निर्माण भएको छ, त्यसकै साइडमा तपाईँ यो चौराबाट काठमाडौँ जानेतर्फ। र अहिले सायदै यो पहिलो हुनुपर्छ 5 स्टार लेभलको होटल बुटवलमा। र त्यसले पनि अलिकति पर्यटकहरूको अब चहल पहल भनौँ न, यतातिर त्यो खालको भौतिक संरचनाहरू निर्माण भएका छन्। त्यसले पनि अर्को खालको अवसर सिर्जना गर्छ भन्ने लाग्छ। कस्तो राम्रो के यो रुखहरू है, ग्रिनरी, सरर हल्का पानी पर्दै गर्दाखेरि त गजब लाग्यो हौ। आजको यात्रा त आम्मामामामामा यस्तो विकास भइसकेको छ यार नेपाल पनि भन्ने लागिरहेको छ, होइन। यस्तो कुराकानी गर्दा हामी अब जयकुटीतिर आइसकेका छौँ कि के हो, के लेखेको छ यहाँ, मैले पढ्नै भ्याइन। यद्यपि जस हामी बुटवलको आसपासमा आइसक्यौँ। अनि त्यसपछि यहाँनिर यिनीहरू त अब भनौँ न यो बाटोहरू हाम्रा लागि सानैमा भन्दा कलेज पढ्दाखेरिको एकदमै कस्तो राम्रो फुल के, हेर्नु न सर। तपाईँलाई कस्तो लागिरहेको छ कमेन्ट पनि गर्दै गर्नुहोस् है, लेख्दै। यो फुलहरू गजब, यस्तो फुल चाहिँ मैले पहिलेमा सानैमा मेरो पहिलो अनुभव म यो फुलसँगको सुनाउँछु। त्यति बेला अब गाउँघरतिर त यस्तो खासै हुन्थेन, पछि चाहिँ धेरै गाउँघरतिर पनि लगाएँ। यो चाहिँ कालीगण्डकी जलविद्युत परियोजना मिर्मीमा त्यहाँको त्यो बस्तीहरू भर्खरै त्यो निर्माण भइसकेर अघि गएको, हामी चाहिँ एसएलसीका लागि ट्युसन पढ्न बसेको। त्यहाँ चाहिँ कस्तो गजबले कि अब पहिलाको इटालियनहरू त्यहाँनिर बस्थे, होइन। अनि उनीहरूले यस्तो राम्रो फुल बनाएको, हामी त्यहाँ गएर फोटो खिच्थ्यौँ।
त्यो याद छ कि मेरो यो फुलसँगको मैले ठ्याक्कै त्यो स्मरण गरेँ, मैले तपाईँहरूलाई पनि भनिहालेँ। अनि हेर्न सक्नुहुन्छ अगाडि यो नुवाकोट डाँडा होइन, ऐतिहासिक त्यहाँ अगाडि जितगढी किल्ला रहेको छ जहाँनिर अङ्ग्रेजहरूलाई परास्त गरेको जितगढी किल्ला छ, फुलबारी छ। त्यसको तल ठ्याक्कै यसको हामी सिधा अगाडि देख्दै गर्दाखेरि है, अनि त्यहाँनिर को ठाउँहरू एउटा नेपालको एकदमै ऐतिहासिक स्थलहरू पनि हो यो बुटोल। अनि एकदमै सुन्दर देखिएको छ, एकदमै मनमोहक देखिएको छ दृश्यमा। दायाँ बायाँको घर संरचना, बाटोको संरचना त तपाईँहरूलाई मैले केही पनि भन्नै परेन। हामी जसरी सरर यात्रा गरिराखेका छौँ बाटो त्यही अनुसारले निर्माण भएको कुरा तपाईँहरूले देखिराख्नु भएको छ। भिडियो आफै नै बोल्छ भनेर होइन। र तपाईँकोतिर पनि कस्तो छन् यस्तो बाटोहरू, कस्तो निर्माण भएका छन् भने तपाईँले पनि यो यात्रा गर्दै भनौँ न यसरी भिडियो खिचेर देखाउन, हाम्रोतिर पनि यस्तो भएको छ, यस्तो छ, केही नभएको हुने निराशा भन्दा पनि अलिकति सकारात्मक बाटोहरूलाई पनि देखाउन भन्ने पनि हो होइन। त्यो देखिन्छ किनभने भएका कामहरूप्रति र फेरि यहीँबाट सिकेर अर्को कामहरूका लागि पनि हामी अभिप्रेरित हुनुपर्छ। अनि अन्य निकायहरूका लागि पनि यो एउटा सन्देश हो होइन। हुन त यो लुम्बिनी क्षेत्र आफैमा एकदमै ऐतिहासिक भएको हुनाले पनि यो क्षेत्रलाई एकदमै तदारुकताका साथ विकास गर्नुपर्ने आवश्यक छ, किनभने यहाँनिर धेरै ल अरू कुरा छोडिदेऊ, हामीले नजिकैको छिमेकी राष्ट्र अब भारत चीनसँग नै गऱ्यो भने हामी चाहिँ अब यो जयकुटीबाट यो यता भित्रको बाटो जान्छौँ। यो अगाडिको यात्रा सिधै गयो भने चौरा अनि हुँदै तपाईँ नेपालगञ्ज रोड हुँदै यता पश्चिमतिर पनि जान सक्नुहुन्छ, यता राइट लाग्नु भने काठमाडौँ जान सक्नुहुन्छ। हामी चाहिँ यो भित्रको बाटो, भित्री बाटो योगीकुटीबाट म किनभने तिनकुनेमा सम्म मेरो यात्रा हो र यो तिनकुनेसम्म यात्रा गर्नका लागि हामी यो भित्रको बाटो जाँदैछौँ। यहाँनिर पनि यो होटल छ, यो पनि एकदमै चल्छ होटलहरू अहिले। अनि यो गल्ली छ नि यो भित्रको यो चाहिँ हामी जहाँनिर यात्रा गरिराखेको छौँ यहाँबाट तिनकुने बस पार्क होइन, यो नेपालगञ्ज रोडतिरतर्फ निस्किन्छ यो बाटो। अनि पछिल्लो समय त यो बाटो ठ्याक्कै काठमाडौँको जस्तो ठमेल झम्सिखेल भने जस्तो छ, किनभने यहाँ यो रोडमा सडक महोत्सवहरू पनि लाग्छन्। अनि थुप्रै रेस्टुरेन्ट होइन, होटलहरू, कफी सपहरूको एकदमै लाइन छ पछिल्लो समय यो बाटो। अनि त्यसले गर्दाखेरि यो पनि यो क्षेत्र चाहिँ यो बाटो चाहिँ अरू जस्तो अरू ठाउँहरू जसरी अमरपथ भनौँ न, यो माथिको नेपालगञ्ज रोड साइडतिरको ट्राफिक चोक साइडतिर जसरी बिजनेस हबको रूपमा तिनीहरू पहिल्यैदेखि नै पुरानैदेखि रहेको छ भने पछिल्लो समय चाहिँ यो रोड चाहिँ जस्तो पर्यटकीय सडक महोत्सवहरू हुने ठाउँ हो कि त्यो भनेको तपाईँ आफै बुझ्नुहोस्। यो क्षेत्रमा एकदमै रेस्टुरेन्टहरू, होटलहरू, कफी सप होइन, टी सप लगायतको यो क्षेत्रमा चहल पहल, पर्यटकहरूका लागि चहल पहल गर्ने एकदमै राम्रो गल्लीको रूपमा भनौँ न, रोडको रूपमा यो विकसित भएको छ, जुन चाहिँ होराइजन चोक हुँदै यो तिनकुने चोकतर्फ अनि माथि नयाँ बस पार्कतर्फ यसरी नेपालगञ्ज रोड माथिसम्म जान्छ होइन, लुम्बिनी हस्पिटलको पछाडि हुँदै यो। त्यसले गर्दा नि अनि यो भित्रको बाटो पनि एकदमै राम्रो छ। हेर्नु न कस्तो राम्रो राम्रो घरहरू बनेको छ, कस्तो राम्रो बाटो बनेको छ। अनि यो क्षेत्र चाहिँ रातिको समयमा पनि एकदमै चहल पहल हुन्छ यहाँनिर, किनभने मेरो ठ्याक्कै अगाडि दाइको पसल पनि ठ्याक्कै तिनकुने चोकैमा छ। अनि त्यहाँनिर हामी 9-10 बजीसम्म मजाले बस्छौँ, त्यो चहल पहल भइराखेको हुन्छ कि होइन, त्यो देख्न सक्छौँ। त्यसले गर्दाखेरि यो अब पछिका लागि त अझै झनै एउटा पर्यटकीय एउटा सडकको रूपमा जस्तो पोखरामा लेक साइडहरूतर्फ जसरी चहल पहल हुन्छ त्यस्तरी नै यो क्षेत्रमा पनि त्यो खालको चहल पहल देखिनेवाला छ र देखिराखेको छ र त्यसरी नै विकसित भइराखेको अवस्था पनि छ। र ल यहाँनिर यसरी होटलहरू निर्माण भएका छन्, गजबको होटलहरू छन् होइन। अनि यो क्षेत्र चाहिँ मैले अगाडि पनि भनिराखेको छु, एकदमै भारतीय पर्यटकहरूका लागि चाहिँ एकदमै छोटो समयमा जम्मा कति 20-22 किलोमिटर होइन, 22 ल 26 किलोमिटर त्यो बेलायना भैरवबाट उता 4 किलोमिटर भनेपछि यता 22 भनेपछि त्यस्तो छोटो दूरीमा तपाईँले भनौँ न भारतीय नागरिकहरूले यहाँबाट बुटोल प्रवेश गर्छन्, जहाँनिर यो पहाड देख्छन्, जहाँनिर सिद्ध बाबा छ, 2वटा के भन्छ केबल कारहरू छन्। र यो कुराकानी गर्दाखेरि मेरो अब गन्तव्यको नजिक आइपुगेको छु। मेरो यात्रा
आजको लागि यो तिनकुनेसम्म मात्रै रहेको छ र तिनकुनेसम्मको यो यात्रा बुटवलको भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै र यहाँसम्म आउँदै गर्दाखेरि जति पनि बाटोमा हामी कुराकानी गऱ्यौँ र जति पनि दृश्यहरू देख्यौँ यसले चाहिँ अवश्य पनि देखाउँदैछ यो क्षेत्रको विकास तीव्र गतिमा भइराखेको छ र एकदमै राम्रो पनि भइराखेको छ र गर्नुपर्ने धेरै छ होइन, त्यो त गर्नु नै पर्छ, तर भइराखेको कुरा पनि हामीले यसरी दृश्यमा देख्यौँ र यात्रा पनि सँगै अँगाल्यौँ। पक्कै पनि मलाई त बेसरी रमाइलो लाग्यो, तपाईँलाई पनि रमाइलो लाग्यो होला भन्ने लाग्छ। हेर्नु न यो क्षेत्र कस्तो राम्रो भएको छ कि यो 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 बाटो है, यतातिर गजबको बाटो र गजबको सहर बस्ती निर्माण भइराखेको छ, विकसित भइराखेको छ। यो कुराकानी गर्दा गर्दा म आइपुगेँ मेरो गन्तव्यमा। हामी छौँ तिनकुने चोकमा, मेरो ठ्याक्कै यो पहेँलो घरमा। तपाईँले यो पहेँलो घर देख्न सक्नुहुन्छ, पहेँलो कलरको हो, यहीँ मेरो कसौली मोबाइल हाउस पसल देख्नुभयो। ठ्याक्कै यो पसलमा मेरो दाइ हुनुहुन्छ है। अनि मेरो यात्रा आजको लागि यहीँसम्म हो र धेरै धेरै धन्यवाद। हजुरसँग रमाइलो यात्रा भयो, तपाईँलाई धेरै धेरै धन्यवाद सरलाई। र तपाईँलाई कस्तो लाग्यो, यहाँलाई जस्तो लाग्यो कमेन्ट गरिदिनु ल। हस्, म छुट्टिन्छु। बाई बाई, नमस्ते।